सो पवित्रजी हजुर आजसम्मको दौरानमा तपाईँले आरटिआरके होटल सुमा जे कोर्स भनेर लिनुभएको थियो त्यो कोर्समा अन्तर्गत तपाईँले प्र्याक्टिकलहरू गर्न पाउनुभयो पाएँ मजाले पाएँ सो तपाईँले अहिलेसम्मको यो प्र्याक्टिकलको दौरानमा के कस्तो अनुभव गर्नुभयो एकचोटि सेयर गरिदिनुहोस् न मैले साह्रै राम्रो अनुभव पाएँ पिज्जामा पनि धेरै राम्रो तरिकाले सरले मलाई सिकाउनु भयो त्यो पनि धेरै राम्रो तरिकाले अनुभव पाएँ त्यो पनि सजिलो अनि यो जुन हामीले यो बनायौँ आज चाहिँ यो पिज्जा र स्यान्डविचमा चाहिँ सरी स्यान्डविच र बर्गरमा चाहिँ हामीले यो रेसिपी पनि आज राम्रो तरिकाले बनायौँ सजिलो एकदम सजिलो सरले राम्रो तरिकाले हामीले सिकाउनु भयो हजुरले त व्यवसाय गर्ने भनेर सुनाउनु भएको थियो हजुर अब तपाईँको व्यवसाय यो रेसिपीहरू यो जुन चाहिँ मेनुहरू चाहिँ तपाईँले लन्च गर्न सक्नुहुन्छ एकदम सक्छु ओके एकदम ल तपाईँलाई केही छ अरू कुनै अझ योभन्दा थप मलाई सरले यो कुराहरू सिकाइदिन पाए हुन्थ्यो भन्ने मनमा के कुरा लागेको छ अब लागेको छ म अब घरमा सोचेर भन्छु होला सर अब अहिले एक्ज्याक्टली भन्नु म सकिनँ है यो यति कुराहरू सिकेर खुसी नै भएको छु अब घरमा सोचेर भन्छु हस्, ओके धन्यवाद सर थ्याङ्क यू सो मच अब चाहिँ फर्दर तपाईँको व्यावसायिक जर्नी अगाडि बढोस् हजुर तपाईँलाई एकदमै शुभकामना दिन चाहन्छु थ्याङ्क यू सो मच सर थ्याङ्क यू सो मच र तपाईँहरू यदि पूर्वको चाहिँ हिलेबाट हुँदै माथि सिधुवातिर जाँदाखेरि तपाईँको रुट त्यहाँ पऱ्यो भने त्यहाँनिर चाहिँ एकदमै ब्रेकफास्ट आइटमहरू अथवा लन्च खानाकुराहरू कफीदेखि लिएर सबै कुरा यदि तपाईँले चाहिँ टेस्ट गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले चाहिँ त्यहाँनिर चाँडै नै एसोरेज उहाँले चाहिँ त्यहाँ रेस्टुरेन्ट सञ्चालन गर्न आँट्दै हुन्छ क्याफेटेरिया सञ्चालन गर्न आँट्दै हुन्छ सो उहाँलाई सम्पर्क गर्नु होला उहाँलाई भेट्नु होला र उहाँको रेस्टुरेन्ट गएर फुड टेस्ट गर्नु होला र कस्तो हुन्छ एकचोटि खाइदिनुहोस् होला इन्भाइट छ हजुरहरूलाई अब हाम्रो जस्ट नमस्ते क्याफे भनौँ न नाम पनि भइसकेको छ उहाँ त्यहाँनिर आउनुहोस् तपाईँहरू सबैजनालाई इन्भाइट छ हजुर त्यही भन्न चाहन्छु सबैजनालाई थ्याङ्क यू सो मच बेस्ट विशेष थ्याङ्क यू सर